सो हेलो गाइस, फेरि पनि स्वागत छ तपाईहरु पीएम ब्लग्स युट्युब च्यानलमा। सो आजको यो भिडियोमा चाहिँ तपाईहरुले देख्नुहुन्छ कि कसरी गाउँघरमा माछा मारिन्छ भनेर बल्छीको सहायताले। र भर्खर पनि म माछा मारेर आएको। यहाँ मेरो हातहरु हेर्न सक्नुहुन्छ, पुरै हिलो छ। र म चाहिँ अहिले दाइहरुलाई खाजा यहाँ ल्याएर फेरि उता जानु आएको। खाजा अब उता दिनु पर्यो नि दाइहरुलाई, बिहानदेखि नै उतै छन्। र यो सयको अब के सामानहरु किनेर चौचु उतै चटपटे बनाएर खानेछौँ। पुरै भिडियो हेर्दिनु होला र सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला है त। ल गाइस, म चाहिँ अहिले उता अब नहरतिर जाँदैछु, यो आलिआलीको बाटोबाट। अब अन्दाइहरूलाई खाजा दिएर म पनि यति बसिसकेको छु। चार्ज पनि फेरि 2% रहेछ, थाहा नै पाइनँ के गर्नु। अब त 1% भइसक्यो। यस्तो धानबारीको बिचमा छ एउटा पोखरी, छिटो जानुपर्छ। खाजै ल खोला ला चार्ज 1% रहेछ। यहाँ छ खाजा। अघि फाडेको यतिको माथि त मैले अघि उहाँ पर पनि हालेको यार। खारा आइसी नखाइस् तैँले? मैले नखाइ, डाइरेक्ट आएको यतै, डाइरेक्ट खाजा। बुवालाई पैसा माग्यो अनि यहाँ उभिँदा पनि हुन्छ। यहाँ भइसक्यो, पसिसक्यो। लगाइ अघि चाहिँ खाजा खाइन्जेलसम्म चाहिँ भिडियो भइरहेको थियो, तर त्यहाँदेखि एक्कासी चार्ज पनि सक्यो। अनि त्यस पछाडि घर आउने जस्तो माछै परेन क्या। अनि खाजा खायौँ अनि घर आइहाल्यौँ क्या। त्यसैले अब अहिले चाहिँ यहाँनिर अहिले माछा केलाउँदैछौँ हामी। अब त्यसकै भिडियो गर्ने, हेरिदिनु होला। अनि केलाइसकेपछिको पनि अब के हुन्छ त्यो त भिडियोहरू गरौँला, हेरिदिनु होला है त। लगाइछ माछा चाहिँ यस्तो हामीले केलाइसकेको छौँ पुरै मजाले। ढुङ्गासुङ्गा पुरै निकालिदिइसकेको छौँ। र अब चाहिँ म यहाँ फ्रिजमा राख्नु जाँदैछु। कस्तो आउँदो भएको लाइट। अब चाहिँ म यसलाई फ्रिजमा राख्नु जाँदैछु। अनि एकछिनमा पकाएर अनि मजाले तारेर के गरेर खाने हो। अब त्यो दाइहाले भन्छन्, अनि त्यतिखेरै गरौँला। अहिले चाहिँ फ्रिजभित्र राखिहाल्नु पर्यो माछा। लगाइछ फ्रिजभित्र राख्यो, हल्का पानी हालिदिउँ न। आज बिहानदेखि गएको माछा पार्न। नहरको चाहिँ भिडियो गरिनँ होइन। नहरमा चाहिँ अलिक त्यो कस्तो भन्नु, अब चिप्लो बाटो थियो। अनि त्यतिखेर चाहिँ मोबाइल नै लगिनँ। अनि यता आएँ, चार्जै गरेको रहेन रहेछु मोबाइल। यस्तो हेरेको 2% थियो। अब लगिदिएको भ्लग बनाउन स्विच अफ भइगयो। तर केही भएन क्या। त्यहाँनिर गयौँ अनि डाइरेक्ट माछै परेन। त्यस पछाडि खाजा खायौँ, आइदिइहाल्यौँ। माछा ट्राई पनि गरेनन् के थाप्ने। त्यो दाइहरूले पर्दैन भन, अनि आइहालेँ। लगाइज अब चाहिँ म सुरुमा बाथरुम छिरिहाल्छु। यो अब नुहाउनु पर्यो नि त, बिहानदेखि अब नुहाएको छुइनँ। अनि भोलिदेखि स्कुल छ। अब आज नुहाइहाल्ने हो, अनि त्यस पछाडि भोलिदेखि स्कुल जाने हो। अब माछा पकाएको सबै म भिडियो गर्नेछु, पुरै हेरिदिनु होला। अहिले चाहिँ एकछिनको लागि चाहिँ म अब नुहाइहाल्छु। त्यतिखेरको लागि एकछिन भिडियो यहीँनिर एकछिन बन्द गरौँ है त। यो चाहिँ अहिले चाहिँ चम्ची धुनु पनि
यो चाहिँ आजको दिनको अन्तिम क्लिप